आज एउटा ऐतिहासिक दिनमा हामी निर्वाचन आयोगमा छौं। अहिले यति बेला हामीले हाम्रो पार्टी नेपाल दर्ता गरिसकेका छौं र यसको दर्ताको प्रमाणपत्र हामीले प्राप्त गरिसकेका छौं। नेपालको बदलिएको राजनीतिक परिस्थितिमा हामी यो राजनीतिक परिस्थितिलाई यो देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन यो परिस्थितिलाई सहज बनाउने सन्दर्भमा चाहिँ हामीले निर्वाचन आयोगबाट हाम्रो पार्टी नेपाल नामको यो बुढीऔला चुनाव चिन्ह रहने गरी हामीले हाम्रो पार्टी नेपाल नामको पार्टी चाहिँ दर्ता गरेका छौं। फागुन 21 को निर्वाचनलाई सफल बनाउने सन्दर्भमा र फागुन 21 को निर्वाचनपछि उपेक्षामा उत्पीडनमा परेका शोषित पीडित दलितहरू चाहिँ नेपालको नयाँ राजनीतिक एउटा धारमा प्रवेश गर्नेछन् र हामी यो पार्टी मार्फत संसारभरि उपेक्षामा उत्पीडनमा अन्यायमा परेका सबै समुदायलाई चाहिँ यसमा एकताबद्ध गरेर फागुन 21 को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर त्यसपछि हामी नेपालको नयाँ एउटा राजनीतिक यात्रामा चाहिँ प्रवेश गर्नेछौं। पार्टीको नाम तपाईले सुन्नुभयो, हाम्रो पार्टी नेपाल। म कसको पार्टी रहेछ यो, कसको पार्टी रहेछ यो? हैन, नामले त हैन, यो कसको पार्टी रहेछ यो? नामले त सबै यो त हाम्रो पार्टी भयो भनेपछि हामी हाम्रै पार्टीको यो एउटा निश्चित समुदायको मात्र हुने छैन। यो उपेक्षामा उत्पीडनमा परेका अन्याय र अत्याचारमा परेका एउटा मजबुत एउटा राजनीतिक शक्ति हुनेछ। यो कुनै निश्चित जात वर्ग धर्म क्षेत्र लिङ्गको मात्र एउटा पार्टी हुने छैन। स्वभावैले हामी अन्याय र अत्याचारमा परेका दलित समुदायको उत्साहको लागि उनीहरूको न्याय र हितको लागि लागेको हुनाले नेतृत्वमा दलित समुदायका अगुवाहरू अलि बेसी हुनुको कुरा चाहिँ स्वाभाविक नै छ। तर यो पार्टी एउटा निश्चित समुदायको मात्र हुने छैन। एउटा कुरा अघि मित्रले भन्नुभयो चुनाव जित्ने आधारहरू के छन् भन्ने सन्दर्भमा चाहिँ हामी स्पष्ट छौं। प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको बारेमा छलफल गरौं, सुशासनको पक्षमा छौं, भ्रष्टाचारको विरुद्धमा छौं, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौं, शिक्षा स्वास्थ्य र रोजगारीको पक्षमा हामीले लामो समयदेखि आवाजहरू उठाइरहेका छौं। भूमिहीन र सुकुम्बासीहरू दलित र त्यो भूमिहीन र सुकुम्बासी समुदायहरूलाई घर जग्गा आवासका कुराहरू हामीले हिजो माइतीघर मण्डलबाट पनि उठाएका थियौं। आज निर्वाचन आयोगमा यो डकुमेन्ट लिँदै गर्दा पनि उठाएका छौं भने भोलि निर्वाचनमा जाने बेलामा पनि हामी यो मुद्दाहरूलाई उठाएर जाने नै छौं। पुराना राजनीतिक दलहरूले हिजोसम्म जे बदमाशी गरेका छन्, हिजोसम्म जे अत्याचार गरेका छन्, पुरानो राजनीतिक दलहरूको अपहरणबाट अपहरण मुक्त गर्नलाई पनि हामीले यो नयाँ राजनीतिक दलको परिकल्पना गरेका हौं। त्याराहरूसँग सहकार्य हुँदैन, भ्रष्टाचारीहरूसँग सहकार्य हुँदैन, देश बेच्ने र देशलाई ध्वस्त बनाउनेहरूसँग सहकार्य हुँदैन। यसो भन्दै गर्दा केपी ओली, शेरबहादुर देउवाहरूसँग सहकार्य हुँदैन, कांग्रेस र एमालेहरूसँग सहकार्य हुँदैन। बाँकी देश परिवर्तन गर्ने सन्दर्भमा उभिएका सबै राजनीतिक दलहरूसँग हामी हातमालो गरेर जानेछौं। देशलाई ध्वस्त पार्ने, देशलाई कब्जा गर्ने, देशलाई भ्रष्टाचारको जुन अखडा जसले यो भन्दा पूर्व राजनीतिक दलहरू जसले गरेका छन् तिनको खिलाफमा चाहिँ यो एउटा अभियानको रूपमा पनि रहनेछ। होइन, सबैसँग हुन्छ, कुलमान घिसिङहरूसँग हुन्छ, बालन शाहहरूसँग हुन्छ, रवि लामिछानेहरूसँग हुन्छ, मैले अघि पनि भने नि अर्क साम्पाङहरूसँग हुन्छ। नयाँ हजुर होइन, अब सुध्रिएर मैले फेरि पनि भने सुध्रिएर आएका राजनीतिक दलहरूसँग देश बनाउने भन्ने राजनीतिक दलहरूसँग चाहिँ हाम्रो सहकार्य त डेफिनेटली हिजो पनि थियो, आज पनि हुन्छ र भोलिको दिनमा पनि हुनेछ। देश बेच्ने र देशलाई अपहरण गरेर अहिले अझै तपाईले एमाले र कांग्रेसको विषयमा भन्नुहुन्छ भने आउँदै गरेको निर्वाचनमा मैले अलि भर्खर मात्र सुने कांग्रेसले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ भन्ने चाहिँ मैले सुनेको छु। इज्जत छ भने, इक छ भने आउँदै गरेको निर्वाचनमा कांग्रेसको रुख र केपी ओलीको मुख नदेखाए भए राम्रो हुन्थ्यो भन्ने छ हाम्रो विश्वास छ। कम्तीमा जनताले सुखले बाँच्न पाउँथे, सुखको घाँस ढुक्कले खाएर बाँच्नुपर्ने एउटा अवस्था छ। त्यसै गरेर यो आसन्न निर्वाचनमा इक छ भन्ने मान्छे हो भने त्यो कहीँ कतै इज्जत पनि छ, हामीलाई चाहिँ हामी मान्छे नै हो भन्ने लाग्छ भने आउँदै गरेको निर्वाचनमा कांग्रेस र एमालेले भाग नलिएको राम्रो, मुख नदेखाएको राम्रो, रुख नदेखाएको राम्रो। त्यसैले गर्दाखेरि यिनीहरू सुध्रिन्छु भनेका छन्, यिनलाई सुध्रिने एउटा मौका दिनुपर्छ। यसै पनि फेरि आउँदै गरेको निर्वाचनहरूमा चाहिँ यसै पनि केपी ओलीहरूले त चुनाव लड्न पाउँदैनन्, यसै पनि रमेश लेखकहरूले त चुनाव लड्न पाउँदैनन्। जसलाई मुद्दा लागेको छ उनले मुद्दा लड्ने हो, चुनाव लड्ने होइन। जनताले केपी ओलीलाई जेल हाला भनेका छन्, भोट हाला भनेका छैनन्। त्यसैले गर्दाखेरि यस्ता अपराधीहरूलाई चाहिँ तत्काल तह लाउनु पर्छ। तर देशको नयाँ राजनीतिक शक्तिहरू जो छ, अघि तपाईले कुलमान घिसिङको नामहरू लिनुभयो, हर्क साम्पाको नामहरू लिनुभयो, बदलिँदो राजनीतिक परिस्थितिमा जति नयाँ दलहरू उत्साहका साथ आएका छन्, जति जिन्दी पुस्ताहरू जुन उत्साहको साथ आएका छन्, ती पुस्ताहरूसँग हातेमालो गरेर हिजोको जस्तै लडाई चाहिँ अब ब्यालेटबाट लडेर आइनेछ। सो निषेधको राजनीतिको हामीले कुरा गरेका छैनौँ। निर्वाचन आयोगमा हाम्रो दल दर्ताको प्रमाणपत्र 216 नम्बर छ। कांग्रेस र एमाले घटायो भने 214 हुन्छन्। कांग्रेस र एमालेलाई निषेध गर्ने भनेको दललाई निषेध गर्ने भनेको होइन। यो मल्टिपार्टी सिस्टम हो, यहाँ दलीय व्यवस्था छ र दलमा आउन सकिन्छ
चाहिँ यसमा यो कुरा हामी स्पष्ट छौँ। त्यसैले गर्दा मैले यति मात्रै भनेको, जसले 75 वर्षसम्म देशलाई कब्जा गरेर राख्यो, जसले 75 वर्षसम्म दलीय व्यवस्थाको नाममा, प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा कांग्रेस एमालेले जसरी देशलाई चाहिँ बन्धक बनाएर राखेका छन्, यिनलाई निषेध गर्नुपर्छ भनेको एउटा कुरा। अब तपाईँले अघि भन्नुभयो फेरि केपी ओलीहरू बलियो हुँदै आउँदैछन् भन्ने कुरा, के भेन्टिलेटर बनाएको छ अरे एमाले भन्ने सुनेको थियो। त्यो भेन्टिलेटर समूह चाहिँ एमाले भेन्टिलेटरमै बस्नुपर्छ, यो बेलामा कोमामै बस्नुपर्छ। होइन, भोलिन्टियर भने त्यो भेन्टिलेटरै हुनुपर्छ चाहिँ, त्यो भोलिन्टियर समूहलाई चाहिँ भेन्टिलेटरमै लगाएर राख्नुपर्छ। त्यसैले मैले फेरि पनि भने यो भेन्टिलेटर समूहलाई चाहिँ तत्काल चाहिँ तह लगाउनु पर्छ। अहिले जेनजीहरूले तराईबाट जे गरेका छन् त्यो त टेलर मात्रै हो। 12 मा केपी ओलीको तारा त तपाईँहरूले देखिसक्नु भयो, यो एउटा टेलर मात्रै हो। फेरि अहिले त अझै अरू त भर्खर त हामी त यहाँ मात्रै बाजा बजाउन सुरु गरेका छौँ। देशैभरि यो चुनावमा एमालेको बाजा बज्छ र 12 बज्छ। फेरि यो कुरामा स्पष्ट हुनुपर्छ। दलले देशलाई लखेटेका छन्, जसले देशलाई ध्वस्त पारेका छन्। त्यसैले यहीँबाट यो नागरिक सरकारलाई अघि तपाईँले मन्त्रीको पनि कहीँ कतै चर्चा परिचर्चा गर्नुभयो। मैले फेरि पनि भने हामी हिजो पनि मन्त्रीको दौडमा थिएन, आज पनि छैन र भोलि पनि छैन। तपाईँकै मिडियाबाट मन्त्री बन्ने कुरा खगेन्द्र सुनार मन्त्री बन्दैछ अरे भन्ने मैले पनि सुनेको हो। तपाईँकै मिडियाबाट रोकियो अरे भन्ने पनि मैले त्यहीँबाट सुनेको। त्यसैले गर्दा म यसमा स्पष्ट छु, हामीलाई कुनै पनि आपत्ति छैन। तर आउँदै गरेको निर्वाचनमा दलितहरूलाई गुमराहमा राख्ने, उपेक्षित उत्पीडितहरूलाई गुमराहमा राख्ने र आउँदै गरेको निर्वाचनमा चाहिँ एउटा उत्साहको साथ आउने नयाँ टिम जे जसरी तयारी भइरहेको छ, यो सन्दर्भमा अहिलेको सरकारलाई हामीले स्पष्ट रूपमा भन्नुपर्छ, केपी ओलीहरूलाई तत्काल तह लगाउन जरुरी छ। व्यक्तिगत रूपमा नजाउँ, यता जाउँ उता जाउँ। अब उहाँहरू चुनाव आउनु, मैले फेरि पनि भने फेवाताल र बेकनास तालको अहिलेसम्म भेट भएको छैन, किन दुईटै जमेर बसेका छन्। तर बगेर आउँदै गर्दाखेरि कहीँ कतै चाहिँ कालीगण्डकी र वर्षाङदेखि चाहिँ भेट हुन्छ, बगिरहेका छन्। हजुर, एमालेले भनेर के हुन्छ भने एमालेले भनेर हुने भएको भए, एमालेले मात्रै चलाएर हुने भएको थियो। एमालेले त हिजो अस्तिबाटै यो देशलाई चाहिँ एउटा खालको गुमराहमा कब्जामा राखेको थियो। एमालेले भनेर केही पनि हुनेवाला छैन। त्यही भएर फेरि पनि भने इक छ भने यो चुनावमा तत्काल चाहिँ केपी ओलीको मुख र कांग्रेसको रुखलाई चाहिँ बन्द गरेर राखौँ, ताकि जनताले चाहिँ सुखको साथ चाहिँ फेर पाउने अवस्था हुन सक्छ। हामीले सरकारलाई जहाँबाट पनि भनेको कुरा, निरन्तर रूपमा सरकारलाई खबरदारी गरिरहेको कुरा, विदेशमा बसेको मान्छेको नोट चल्छ भने भोट पनि चल्नुपर्छ र त्यो ल्याउन सक्ने व्यवस्था हुन्छ भने चाहिँ त्यहाँ पुगेका मान्छेहरूले पनि मत जाहेर गर्न सक्ने खालको व्यवस्था चाहिँ निर्माण गर्ने सन्दर्भमा चाहिँ हामीले सरकारको ध्यान गराउनुपर्छ र त्यो जरुरी पनि छ। केपी ओली चुनाव लड्न पाएको भए म केपी ओलीसँग चुनाव लड्थेँ, रमेश लेखकले चुनाव लड्न पाएको भए म रमेश लेखकसँग चुनाव लड्थेँ। अब यो दुईटैले मुद्दा लागेको कारणले दुईटैले मुद्दा चुनाव लड्न नपाउने भएको हुनाले गर्दाखेरि जनताले मन पराएको ठाउँबाट जनताले कहाँबाट मन पराउँछन् त्यो ठाउँहरू हामी हेरिरहेका छौँ। जनताले मन पराएको ठाउँबाट अर्कोचोटिको चुनावमा चाहिँ एकचोटि सरकार बनाउन सक्ने गरी, एकचोटि प्रधानमन्त्री बन्न सक्ने गरी हाम्रो पार्टी नेपाल आउने तयारी गरिरहेको छ। संसारमा एउटा मात्र होइन, मैले पार्टी यसलाई यसरी हामीले चाहिँ यसलाई डेभलप गर्न खोजिरहेका छौँ। हाम्रो पार्टीमा कार्यकर्ताहरू हुँदैनन्, यसमा समर्थक मात्रै हुन्छन्। यो कुरा अलिकति तपाईँले पनि भिडियो पार्टीको मोडालिटी कस्तो हुन्छ, देशको सन्दर्भमा, डेमोक्रेसीको सन्दर्भमा र डिग्निटीको सन्दर्भमा हामी प्रतिबद्ध छौँ। हाम्रो पार्टीमा कार्यकर्ताहरू हुँदैनन्, एउटा कुरा। दोस्रो कुरा, कांग्रेसलाई कसले मात्रै आफ्नो भन्न पाउँछ जो कांग्रेस हो, एमालेलाई कसले मात्रै आफ्नो भन्न पाउँछ जो एमाले हो। हाम्रो मात्रै पार्टी एउटा त्यस्तो पार्टी हो संसारमा जसले पनि हाम्रो भन्न पाइने पार्टी यो हो, जसलाई पनि सबैले हाम्रो भन्नुपर्ने छ। अब चाहेर पनि यो पार्टीलाई केपी ओलीले गाली गर्न सक्ने छैनन्। हाम्रो पार्टीका केटाहरू बदमास छन् भने कसलाई हुनेछ फेरि, होइन? हाम्रो पार्टीमा त चोरै चोर छन् भने हाम्रो पार्टीमा त भ्रष्टाचारै भ्रष्टाचार नै छन् भने यो चाहेर पनि केपी ओलीले विरोध गर्न नसक्ने र नचाहेर पनि यसलाई चाहिँ नचाहेर पनि विरोध गर्न सक्ने र चाहेर पनि समर्थन गर्न नसक्ने एउटा चाहिँ हामीले त्यो एउटा चाहिँ अवस्थाको सिर्जना गरेको होइन। शब्दको मात्र होइन, आखिर गर्ने के हो र छुट्टै जाने। यो एउटा चाहिँ यो अभियान भनेकै, एउटा वचन भनेकै, एउटा बोली भनेकै शब्दकै जाल होला। तर हामीले मात्रै भन्न खोजेको यो सबैले अपनत्व गर्न पाउने गरी यसलाई हाम्रो पार्टीको रूपमा चाहिँ यसलाई हामीले सबैले हाम्रो भन्न सक्ने गरी एउटा व्यक्तिको मात्र नभइकन, जस्तो अब एमाले केपी ओलीको पार्टी भयो, कांग्रेस देउबाको पार्टी भयो, यतातिर अर्को नयाँ फुटे गरेका राजनीतिक दलहरू कोही प्रचण्डका पार्टीहरू होला। तर यो हाम्रो पार्टी सबैले हाम्रो भन्न सक्ने बेला यो बेलामा कसैले मधेस भनिरहेका छन्, कसैले हिमाल भनिरहेका छन्, कसैले दलित भनेका छन्, कसैले जनजाति भनिरहेका छन्। देशलाई साम्प्रदायिकताबाट बचाउने सन्दर्भमा एउटा साझा बिन्दु कसैले खोज्नुपर्छ भन्ने लागेर त्यो अभ्यास हामीबाटै गर्नुपर्छ र हामीले हाम्रै पार्टीलाई चाहिँ यो एउटा चाहिँ डेमोक्रेटिक पार्टीको रूपमा चाहिँ डेभलप गर्न शक्ति भनेको केपी ओलीहरू नै हुन्। तपाईँले इङ्गित गर्न खोजेको कुरा, हिजो केपी ओली सिंहासनमा बस्दै गर्दा पनि यसो हुन्न कि त्यसो हुन्न भन्ने परेको थियो। पछि आर्मीले उठ भनेपछि उठ्ने, बस भनेपछि बस्ने भन्ने चाहिँ अवस्था बन्यो। भोलि चुनाव नजिक आउँदै गर्दा फेरि हाम्रा दाइभाइहरू नेपाली सेना मजबुत छ, भोलि उठ बस गराउन सक्ने अवस्था छ। त्यसैले गर्दाखेरि दुई चारजनाले बदमासी गर्दैमा, दुई चारजनाले विरोध गर्दैमा चुनाव रोकिने भने यहीबाट हामीले स्पष्ट रूपमा भन्नुपर्छ। अहिलेको जनताको सरकार हो, योभन्दा
सामूहिक सरकार यो भन्दा सबैले अपनत्व गर्न सक्ने सरकारहरुको हुन सक्दैन। सुशीला आमा चुनाव गराउनको लागि सक्षम पात्र हुन्, उनी भन्दा योग्य पात्र अहिलेको सन्दर्भमा कोही पनि छैन। यो सरकारलाई हामीले सपोर्ट गर्नुपर्छ। यो सरकारलाई यो अहिलेको व्यवस्थालाई अहिलेको अवस्थालाई सफल गराउन सकियो भने देश र जनताले चाहिँ निकास पाउन सक्ने अवस्था छ। त्यसैले कांग्रेस र एमालेको पछाडी लाग्न जरुरी छैन। सुशीला आमालाई पनि मैले निर्वाचन आयोगको गेटबाट भन्नुपर्ने कुरा कांग्रेस र एमालेलाई ताकेर नबस्नु, यिनलाई डाकेर नबस्नु, यिनलाई सोधिरहन जरुरी छ। देशको प्रमुख राजनीतिक दल चुनावमा नगएर चुनाव हुन्छ भने हैन र तपाईले यसलाई भनेको जस्तो कसलाई प्रमुख भन्ने कसलाई उपप्रमुख भन्नुहुन्छ, तपाई केलाई प्रमुख भन्नुहुन्छ केलाई उपप्रमुख भन्नुहुन्छ। यहाँका सबै प्रमुख दलहरु धेरै सिट लिएको हो नि त हैन। धेरै सिट त कति बेला कतिले लग्यो कति बेला कतिले लग्यो, छोड्दिनुस् त्यो गर्ने कुरा। त्यो गएका कुरा गएर सकिसकेको कुरा। वर्तमानको कुरा गर्ने सन्दर्भमा सबै निर्वाचन आयोगमा दर्ता भएका दलहरु सबै राजनीतिक दल हुन्। यिनको मूल्य र मान्यता एउटै छ, कोही ठूलो र सानो भन्ने छैन। निर्वाचन आयोगको आँखाबाट हेर्ने हो, हामीले यो डकुमेन्टको आँखाबाट हेर्ने हो। यो डकुमेन्टमा सबै समान छन्। सबैले समान ढंगको 2-4 वटा राजनीतिक दलको वरिपरि घुमेर निर्वाचन रोक्न जरुरी छैन। धन्यवाद।